हेर्नुहोस् त यो साथीहरू प्याज साथीहरू म तपाईँहरूलाई ठुलो ठुलो प्याज हुने तरिका देखाउँदैछु है। यहाँ हेर्नुहोस् त यति गरिसकेँ मैले, यति लडाइसकेँ। यो चाहिँ पछुवा हो, अस्ति लडाएको अगुवा हो। यो चाहिँ पछिबाट रोपेको हो क्या, अस्तिको भाइ हो यो। अस्ति त्यो दाजु मैले लडाएँ, यो आज भाइ लडाएको है। यसरी गऱ्यो भने चाहिँ ठुल्ठुलो खान्छ। यस्तरी ठुलो ठुलो लडाउने, यस्तरी ठुल्ठुलो भइसकेको छ यिनीहरू पनि। हजुरहरू पनि यस्तै गर्नुहोस् ल, ठुलो ठुलो फल्छ अनि। ल बाई बाई। तपाईँहरू पनि यसरी लडाएर ठुल्ठुलो प्याज फलाएर खानुहोस् ल। हेर्नुहोस् त साथीहरू, मसँग यो सानो मान्छे पनि प्र्याक्टिस गर्दैछ है। उसले पनि सिक्दैछ, सिक्नु पऱ्यो नि होइन। नेपाल कृषि प्रधान देशमा कृषि गर्नु त सिक्नु पऱ्यो। हेर्नुहोस् त सकाउन आँटेँ है मैले लडाएर। यो चाहिँ पछुवा हो। हेर्नुहोस् साथीहरू, सकाउन आँटो। उसलाई मैले लास्टमा सिक्ने मौका दिइराखेको छु। उहाँ पनि भविष्यको कर्णधार, कृषि प्रधान देशको एउटा कर्णधार हो है उहाँ पनि। उहाँले पनि सिक्दै हुनुहुन्छ। हेलो, के छ खबर? कस्तो भइरहेछ? रमाइलो भइरहेछ, माटोसँग खेल्न पाउँदा रमाइलो लाग्छ होइन त? ल है साथीहरू, हजुर पनि बच्चा बच्चीलाई यसरी सिकाउनुहोस्। एकछिन मैले लिएर आएको है उसलाई चाहिँ। उहाँ मेरो साथी चन्द्रकला चाहिँ आफ्नै कोठेबारीको अर्ग्यानिक बोडी सिमी मलाई दिनको लागि पुरा टिप्दै हुनुहुन्छ। आमिन। हँसिली खुसीली छिन् मेरो साथी चन्द्रमाया तामाङ। हेर्नुहोस् त भविष्यको कर्णधार, सानो कृषक, फ्युचरको भविष्यको कर्णधार। हेर्नुहोस् त काम सिक्दै म चाहिँ प्याज लडाउँदै हिँड्दैछु, उसले चाहिँ भिजाउँदै आउँदैछ है साथीहरू। यता हेर्नुहोस् त बाबु, हेर त एकचोटि कस्तो भइरहेछ। खोइहरू मुस्कान, मिठो मुस्कान जस्तो। चाहिँ टक्क बसेर स्कुलदेखि आएर हतार लिएर आएको क्या। उसले पनि यसो सिक्नु पऱ्यो नि त होइन। भोलि पर्सि प्याज कहाँ फल्छ भन्दा फेरि घरमै फल्छ भन्नु भने त भएन, ढाकीमा फल्छ भन्नु भने त भएन, घरको किचन ऱ्याकमा फल्छ भन्नु भने त भएन। उसलाई पनि थाहा हुनु पऱ्यो। त्यसैले मैले उसलाई प्र्याक्टिकल शिक्षा दिन, व्यावहारिक शिक्षा दिन ल्याएको छु है। यहाँ हेर्नुहोस् त साथीहरू, म भात्दै अगाडि हिँड्दैछु, उसले पछाडि भिजाउँदै